भ्लग बनाउने कन्फिडेन्ट के मसँग ओ माय गॉड सबै कुरा बिर्सेर चाहिँ म चाहिँ कस्तो बोलिरहेको welcome back to another video new day new vlog को साथमा उपस्थित भइसकेको छु हजुरहरुको प्यारी ज्योति सिन्जाली अहिले चाहिँ म बजार जान रेडी भइसकेछु The weather is very natural. Oh my god. बिहान उठ्यो यसरी झारेर खोल्दाखेरि चाहिँ कस्तो दामी वेदर देखिरा हुन्छ क्या मेरो झारबाट यस्तो देख्छ क्या है यस्तो बवाल खुसी लाग्छ मलाई यसरी भिडियोहरु बनाउँदै कस्तो खुसी लाग्छ क्या सबै कुरा बिर्सेर चाहिँ म चाहिँ कस्तो बोलिरहेको छु हैन म चाहिँ कस्तो बोलिरहेको छु जस्तो लाग्छ क्या वाह गीत पनि यस्तो खतरा एक्टिभ हाल्नु छ नि उले गीत सुन्ने यस्तै हो आमा के गरेको त मेरो दिदीको नयाँ स्टाइल चाहिँ के छ भने पहिला फ्राई गर्यो त्यसपछि चाहिँ अनि कुकरमा हालेर अनि सिटी लाउने त्यसपछि चाहिँ तरकारी बनाउँछु जहाँ जाऊ गीत सुनेको सुने किचनको चाहिँ राम्रो आउँछ भने किचनको सिन यस्तो दामी आएर हेर्नु अब चाहिँ हामी निस्केको घाम माई गड घाम हेलो अब चाहिँ हामी आउँछौँ अनि हाम्रो यसरी हामी जाँदैछौँ अनि जाने जन्म देख्यो भने यहाँ यस्तो छ त कराउनै हुँदैन यहाँ सानो सानो बोल्छ क्या मान्छेहरू सबैजना बोल्छ क्या अलिक गाडी छुट्यो भने कति बजी अभियसली भन्नुपर्दा हाम्रो चाहिँ गाडी 35 मा छ कि तर 32 अघि उता परै भएको अब चाहिँ आइपुग्ने बेला भइसक्यो अनि त्यसपछि अब यहाँ चाहिँ यस्तो छ कि है आउने बस मात्रै जान्छ यता चाहिँ मार्केटसम्म चाहिँ ट्रेन जाँदैन नि त यो अलिक गाउँ जस्तो पनि थाहा छ त तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले देखाइ पनि रहेको छु अनि त्यो भएको भएर अनि तर पनि केही छैन जहाँ बस्यो त्यही ठाउँको इन्जोय लिने त्यही ठाउँमा यस्तो छ भनेर रमाउने खुसी हुने मबाट सिक्नुहोस् है सबैजनाले भनेर के हो चाहिँ एभ्री टाइम एभ्री डे आइ एम भेरी ह्याप्पी अनि सबै कुराहरूमा यस प्रशस्तै यो चाहिँ प्रभुको योजना थियो म चाहिँ यस्तो नेचुरल ठाउँमा आउने अनि यसरी भिडियो बनाउनेहरू मौकाहरू पाउनु चाहिँ अनि अनि हामी जाँदैछौँ हामी दिदीबहिनी अनि हामी सो एक्साइटेड ओ माय गॉड कस्तो दामी देख्छ है कन्फिडेन्ट भ्लग बनाउने कन्फिडेन्ट के मसँग ओ माय गॉड हाँस्दा हेर्दा पनि खुसी लाग्छ हाँस उठ्छ क्या कति भयो अरे 35 भइसक्यो अलिकति भाग्नुपर्ने हुन्छ ओ माय गॉड जापानमा चाहिँ यस्तो छ है सो भनेपछि कस्तो यहाँ आउँछ हाम्रो चाहिँ गाडी मुझे नहीं पता दिदी कहाँ गाडी आयो हासन भाइ यहीँबाट चढ्ने हामी चाहिँ यहाँबाट गाडी चढ्छ अब यस्तो दामी वेदर ओ माई गुडनेस अनि म अहिले भ्लग बनाउँदै गर्दाखेरि कति कुराहरूको कमी कमजोरी हुनसक्छ कति कुराहरू मलाई नआउन सक्छ सो तपाईँहरूले यसरी गर न भनेर सल्युसन दिनुभयो भने पनि आइएम भेरी ह्याप्पी मलाई सोचेँ ला उसले त्यस्तो भन्यो यस्तो भन्यो मलाई आई डोन्ट केयर अनि उहाँले चाहिँ मलाई यस्तो ठाउँमा चाहिँ यसरी सचाउनु भनेको मलाई चाहिँ त्यो लाग्छ क्या त्यही भएर म चाहिँ त्यसरी सबैले दिनुभएको विचारहरू पनि राख्दै अनि आफूलाई अगाडि बढाउँदै गर्ने होइन साथीहरू कस्तो निद्रा लाग्यो जस्तो भयो तर यस्तो दामी हेर्नु न हामी चाहिँ यस्तो ठाउँमा छ जापानको यस्तो यो चाहिँ ताकासाकी हो यो चाहिँ ताकासाकी हो ताकासाकीदेखि अलि यता हो कि त्यही भएर यस्तो ओ मेरो हात चाहिँ गलिरहेछ अनि भ्लग पनि अब क्यामेराहरू खासै
मैले यसरी समाएको छुइनँ नि त समाउनु त समाएको छु अब त्यसरी पर्फेक्टली समाउन आउँदैन नि त भ्लग बनाउँदाखेरि अनि हात दुख्दो रहेछ म अघिदेखि समाइरहेको छु नि त अनि त्यो भएको भएर हात दुख्दो रहेछ म चाहिँ यस्तो घाममा अब कालो हुन्छ म अलिअलि कालो मान्छे कालो हुन्छ म्याडम के गर्ने होला है हामी चाहिँ यति धेरै सामान बोकेर आइसक्यो गाडीले छोड्छ भनेर यस्तो हेर्दैछ त्यहाँ कतिखेर आउँछ बल्ल बल्ल हामी चाहिँ घर आइपुग्यो यस्तो ओइ घर यस्तो खतरा भयो यति धेरै सामान त के यस्तो धेरै भयो हामी कति 3टा झोला के है अब हामी खाँदैछौँ मिठो मिठो चिकन पकौडा एकदम टेस्टी रहेछ मिठो लाग्यो मलाई पिरो त भएन है खाएँ त पिरो भयो हो भूत आउँदैन नि यहाँ भइरहेछ क्या हामी आफै भूत जस्तो भइरहेछ यस्तो जङ्गल देख्दा त अब आत्तिन्छ नि त अनि भूत जस्तो भइरहेको छ क्या मनमा अनि त्यही भएर अब यहाँबाट छिटो निस्किहाल्छ हामी तर यस्तो ठाउँमा रहेछ यहाँ वाउ यहाँ भोलिपर्सि यस्तो खतरा साइकल राइडर गर्नुपर्छ यहाँनिर चाहिँ यस्तो छ अरे खोला पनि झर्ना 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 पनि रहेछ यहाँ तर डर लाग्यो खोला देखेर यस्तो ठाउँ आइसकेको अनि हेर्नु त्यहाँ घर है कस्तो खतरा लाग्ने के खोला अनि त्यसपछि माथि चाहिँ घर अनि यता पनि कस्तो राम्रो डेकोरेसन टाइपको के हेर्नु न अनि यस्तो खतरा नेचुरल ठाउँ रहेछ यहाँ पनि भनेर यस्तो ठाउँ रहेछ जापानमा पनि नेचुरल यस्तो भ्यूहरू देख्ने अनि रमाइलो ठाउँ रहेछ साथीहरू तपाईँहरू आउनु ल घुम्न आउनु अनि मलाई कन्ट्याक्ट गर्नु अनि म ल्याइदिन्छु यस्तो ठाउँ है बाई बाई फर्स्टचोटि यो खाएको यहाँ आएर फर्स्टचोटि मलाई चिसो खानेकुराहरू खासै खान मन लाग्दैन त्यही भएर मैले चाहिँ फर्स्ट टाइम खानेछौँ खाएको छैन खाने यस्तो दामी रामेन बनाउँछु म चाहिँ अनि हेर्न सक्नुहुन्छ हाम्रो रामेन त्यहाँ मैले गरेको छु कि अनि यहाँ दिदीको काम हो अनि चिकन चिल्ली आज रामेन भात हामी यसरी खानेछौँ वा कस्तो मजा आउँदैछ नि म लाइभ पनि बसिरहेको छु क्या अनि त्यो म्युट गरिदिएको दाजु एकछिन डन्डी मैले पनि यस्तो कुकिङ गरेर पाल्न सक्छु कोही बेला है अनि यो चाहिँ हामी दिदीले चाहिँ चिकन चिल्ली पुरै बनाउनु भएको मैले चाहिँ रामेन मात्रै रामेनमा पनि के अप्ठ्यारो छ पानी उमाल्ने त्यसपछि रामेन हाल्ने नि बन्यो दिदीले चाहिँ धेरै थरीको बनाउनुहुन्छ तर दिदीले चाहिँ मेरो भ्लग स्टार हेर्नु हामी यस्तो खाना मिठो खाना कसले बनाउँछ हामी दुईजना चाहिँ यसरी बनाएको अनि हामी चाहिँ है बनाउनु फेरि चाहिँ एकछिन भ्याटबोर्ड बनाएर फेरि सुतिहाल्ने उडिहाल्ने हो साग चाहिँ क्या यस्तो रुम पार्टनर भयो भने पनि सजिलो पनि हुन्छ त्यही भएर अब चाहिँ हामी खानेछौँ खाएको म तपाईँहरूले देखाउँदैन किनभने लाज लाग्छ नि क्या बाई 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 बाई